सबैजनालाई वेलकम। आज शुभ दसैँको शुभकामना सबैजनालाई दिन चाहन्छु। भोला म भर्खर उठेर आइ जात घुम्दैछु। के अरे के भनिस्? बल्ल डाँट गर्दैछ होला। भित्र सेल पाक्दैछ नि क्या? भित्र सेल पाक्दैछ यहाँ भित्र सेल पाक्दैछन्। पाकिसक्यो आमाले पेक गन्डाइसिन् सेल मलाई पाउर मासु पनि पाकिसकेछ। अचार पनि बनाइसक्यो। मोलेको सेल पकाएको आज दसैँ हो कि आज दसैँ थाहा नै आज दसैँ भन्ने। सम्पूर्ण मेरो भिडियो हेर्ने जतिलाई दसैँको शुभकामना। यसको काम छैन, यता उठ्ने मात्र हिँड्ने छ। मैले कति काम गरेँ काम गरेर माइत आछु के अरे म माइत आऊ गर होइन र गाइस म माइत आऊ गर उठेको 2 घण्टा भयो बल्ल मुख धुनु घर कति कति खाएर आए बल्ल खाइ बल्ल पुलिस गर्दैछि कारे भात खाएपछि बल्ल मुख धुनु 2000 कति सालमा बनेको घर अरे यो 2026 सालमा बनेको घर हो यो हेरी दाँत घट्नु भयो 2048 सालमा नै खाना खाएर मुख धुनुहुन्छ 2072 सालमा बनेको घर हो यो। यो बाख्राको गोठो एकछिनपछि हामी तयारी हुन्छ अनि टिका लगाएको देखाउँछौँ। हेरिदिनु होला गाइस। यहाँ सेनकेटो रो छ यहाँ सेनकेटो रो छ। यो भैँसीको गोठो माथि मान्छे बस्छन् मुनि भैँसी बान्छन् नि। माथि मान्छे बस्छन् मुनि भैँसी बान्छन्। भैँसी यति छ कसरी हेर्छ अच्छा हेर यहाँ हेर दाग घट्न लाग्छ मेरो बुरुस खोसेर। आज हेर त अझ दाँत घट्न लाग्छ मेरो बुरुस खोसेर। त्यस्तै गर्नुपर्छ। टिका लाउने कार्यक्रम सुरु हुँदैछ। यो उँदेर कुना लानु बत्तीले बाला न बत्ती बाले हाल यहाँ देखिन्न के जस्तो गरे बत्ती बालेको हुन्छ उँदेर टिका लाउनु ला नलागे टिका लाग्यो होइन त टिका लाउन सुरु भइरह खै यिनीहरूले लगाइसक्यो क्या टिको है। ओ जेठा जेठी तिम्रो टिको लगाइसक्यो सार्दे टिको लगाइसक्यो तिमीले। त जेठा जेठी अलि नजिक बस जुला दिले त लगाइसके छन्। आजकलको बिहा हो क्या हो। हामी त सुक्खा मान्छे हो हामीलाई त आँगन बसेर लगाइदिनु नर्किन्छ त्यही भएर बाहिर बस्नु पर्यो। फोटो खिच्ने तरिका अहिले सिकाउँछु पहिला भिडियो बनाउनु अनि त्यसपछि फोटो खिचौँला।
त्यही भएर हार कहाँ राख्न त्यही भएर मैले छोरासँग दिन मैले क्या उतिका लागि एउटा छाला छुट्टाइदियो छोएनौँ के हामीले छोइदिएनौँ अलग तेरो क्यामेराले भन्दा मेरो क्यामेराले राम्रो निकालेर हाँसा केटी पैसा त त्यसले चिको त लाइदियो चिको लाइदिने हामी ढोक्दिने फाइदै भएन अनि चिको लाइदिने अरे ढोक्दिने पनि हामीले हराएर अब मैले लाइदिएको यहाँ यस्तो लाउँदा के हुँदैन कहाँ उठिहाल्छ त्यो हतार नै यहाँ ढोक्दिए पैसा हरायो कपाल हेर न आएर कसको कपाल सम्झिनुहुन्छ कि अझै धेरै सम्झिनु होला सम्झिन्छ